यतिकै स्पिडमा चलायो भने चाहिँ म बिहान यता यहाँ आइसक्यो चार्ज चलाउँछु अस्तिमा ट्राई गर्छु सेकेन्ड अस्ति चाहिँ नगरेको सेकेन्ड दिन क्लास भन्न के सिट त आफ्नै बजी बस्ने त्यो त कतिले पानी पनि छैन सुनामी डुबेको छ कञ्चना कस्तो हामीले मन्दिर त लगाएको होला घरको फुर्किनु दियो मलाई अब छिट्छु सम्झाएँ मलाई तँलाई कति खिच्नु वाच राम्रो यस्तो राम्रो सुत्दै मिल्दैन कि गाडीमा तिमी मलाई के रहेछ त मलाई जाँदैन गाइस तल खोइ ब्याक क्यामेरा गर्नु पर्थ्यो बिर्सेछु क्या मैले हुँदैन हुँदो रहेछ खाँदै त मलाई आउँदैन त्यस्तो कुरा अब चाहिँ खिच्ने कि मलाई क्या खतरा भिड भयो गाडी सानो हामी मोमोको टाउकै गएछ गाइस यहाँ के छ एयरलाइन्सको रहेछ नजिक आयो यहाँ मन्दिर चाहिँ लक लाग्छ यहाँ पिपल छ कस्तो राम्रो आइरहेको पाइरहेको थियो some buster on your exam din ka to my don't say guys boss ma din machin छैन म मलाई कसरी आउँछ एकछिन स्क्वायर किचन कला टोक्रा आयो नि यो याद छ हाम्रो त ड्रिम अफ गार्डन त यस्तै भएर पनि आँटा थियो त मलाई वा कस्तो राम्रो यहाँको चाहिँ राम्रो छ बाटो है अब हामी जान्दैछौँ हाम्रो कलेज चाहिँ आज बस स्टपबाट होइन कति मिनट छ भन्दाखेरि 10 मिनट जति लाग्छ 10-15 मिनट लाग्छ हामी चाहिँ बिहान गाडी भ्याउँदैन भने हामी दौडिनु पर्छ भन्ने थियो होइन तर हाम्रो 6:30 दिन मात्र छ क्लास दौडिनु परेन मान्छेले मलाई हेरेर चाहिँ लाज लाग्यो पछि गएर यहाँ मान्छेहरू बच्चाहरू खेलिरहेछ हामी चाहिँ पढाइ चलिरहेछौँ पढाइ पुरै झन् गरेन यो पढाइ मलाई पहिला सानो बेलामा कस्तो लाग्थ्यो चढ्नलाई कस्तो यहाँ लज लाग्छ मलाई हामी यस्तो खतरा कमाइस्यौँ पुलमा मोबाइल खुसीहरू मिल्नु होइन सानो आइसक्छ हिँडेको खाइरहेको छु हुन्छ हामी चाहिँ आधी बाटो मात्र आइपुग्यो कि बिहान दौडिनु पर्ने भएको चाहिँ हामी कस्तो नराम्रो दौडिने कि उड्नु पर्थ्यो उड्नु होला लास्ट दौडिनु पर्थ्यो है कसरी इमेजिन गर्न एक्सपिरियन्स गर्नु इमेजिन गर्न हामी दौड्दा कस्तो छ ब्याग झुन्दै पनि
देख्छ भन्दा पनि कस्तो देख्छ भन्दा नि कस्तो भएन अरे त्यही पनि हामी 440को गाडी चल्यो भने 540मा हामीलाई पुल चक्राइदिन्छ त्यही पनि त अलिकति छिटो हिँड्नुपर्छ है हामीलाई यसरी चिनमा हिँड्नु पाइँदैन घर जान मात्रै यसरी चिनमा जाने भने त घर जाँदा नि 11 बजेको गाडी 11:45को गाडी भेट्ने गरी जानुपर्छ त्यहाँ चाहिँ अघि नै 12 बजेको थाहा छ मलाई बिच्छी चाहिँ हामीले म त अहिले लाग्छ नि पछि लाग्छ अहिले पछि स्टार्ट हुन्छ मलाई मान्छेले मलाई ब्लगर म पछि आउँदै गाइस लामो भयो भिडियो म कलेज पुगेर छ अब हामी चाहिँ पाटन हस्पिटल आएको यहाँ यस्तो सुनसान गाइसहरू हामी कहाँ हिँडेछौँ हामीलाई थाहा छैन हे भगवान् दलैसी मलाई त बताएन यता त होइन होला यार सायद यता त होइन कि गाइस हामीलाई के थाहा छैन हामी यहाँ बिचल्लीमा छौँ तर म चाहिँ बिहोस यहाँनिर सुनसान छ कि यता हुँदै होइन ए मुनि नै होला कि यतिको त आएको हामी ढोका लाग्छ पछि यहाँ मुनि गएर यतापट्टिबाट यता माथि भन्छ होला जस्ट गयो गाइस म पुगेँ गएर पछि इन्भाइट गर्छु मैले भेट्यो भने हामी त्यही नै हराइछौँ गाइस खाजा खाना आएको गाइस स्पेसल लोकल ठाउँमा लोकल आफ्टर धेरै स्ट्रगल पछि त्यही भने धेरै स्ट्रगल गरेर हामी बल्ल बल्ल झन्डै हाल्न लास्ट त्यही भने त्यहाँ पुऱ्याएर हाम्रो भइहाल्नु हुन्थ्यो अझ हामी खाजा टाइममा छौँ खाजा कुन बेला दिन्छ थाहा होइन घुमे आएको हामी खाजा आयो भइहाल्यो मान्छे भात खान्छन् हामी चटपटी खान्छौँ कुछ दिन से खुर्सानी छ मुझे खुर्सानी खान भी खाइन्छ पानी कस्तो हुन्छ एकदम ट्राई गर्नु कस्तो हुन्छ त्यो नहोला नि Tôi có thể cà phê làm bạn nó sẽ mà chạy chạy không cả hai kia đúng पूरा चला Jadi bilangnya roti ni orang itu pilih sampai sebut kita sama dia orang क्यों pilih macam apa dia orang kau ni sih
तिमीले हाम्रो गीतको बसको गीतहरू यहाँ रुखमा यस्तो कुराले छ कन्सेप्ट चढाउनु तर्सेर चराले चाहिँ थाहा छैन हाम्रो अन्यदेखिको थाहा त चरा होइन यिनीहरू यस्तो कुराले थाहा छैन हामी जस्तो पनत मेरो गाडी परेर यस्तो त्यहाँभित्र म त जिन्दगीभर बस्न चाहन्थ्यो आज खानु आउँदैन क्या बरु म त्यो गाडीमा चढाएर होइन अनि त्यो गाडी चाहिँ बिग्रियो कि सुनसान ठाउँमा सुनसान ठाउँमा यो के बोले नानी त्यो गाडीमा सुताइरहेको जेन त पाइहाल्छ जस्तो त्यो गाडी बनाएर त हाल्छ नि म एकचोटि पढाएको थिएँ त्यो गाडीमा होइन त्यो चस्मा लाँदै छ त्यो गाडी पनि के भइदियो नि त्यसलाई लिन्छु भने आउँछ